हेलो गाइज, इटरी कार्बन क्लिन सेन्टर खाद्य गोदाम। हामी यो गाडीको कार्बन क्लिनको काम गरिरहेका छौँ। हेर्न सक्नुहुनेछ किया गाडी कार्बन क्लिन भइरहेको छ। साउन्डलेस छ, भाइब्रेसन छैन, साउन्ड घटेको छ, भाइब्रेसन त झन् हटिहाल्यो। हेर्न सक्नुहुन्छ जर्मन प्रविधिबाट, जर्मन टेक्नोलोजीबाट हामीले यो गाडीको इन्जिन नखोलिकन इन्जिनभित्र भएको जति पनि फोहोर मैलाहरू छ, कार्बन छ, यो चाहिँ आउट गराउने काम भइरहेको छ। यो किया गाडी हो, हाम्रो झुम्का मेडिकल सर रवि सरको गाडी हो। झुम्कादेखि आउनुभएको छ। 1,26,000 रनिङ गाडी हो, सिल प्याक इन्जिन। हेर्न सक्नुहुनेछ यो चाहिँ हामी जर्मन प्रविधिबाट इन्जिन डिटक्सको काम गरिरहेका छौँ। इन्जिन नखोलिकन एयर फिल्टरको इन्टेक लाइनबाट यसरी गाडीमा ग्यास पठाएर हाम्रो सरको गाडी जाँदै हुनुहुन्छ उता। यो कार्बन क्लिनको काम भइरहेको छ, हेर्न सक्नुहुनेछ। यो चाहिँ हाम्रो जुनसुकै गाडीलाई गर्न सकिन्छ है। डिजेल पेट्रोल गाडी A to Z इन्जिन गाडीहरूमा कार्बन डिटक्सको काम गर्न सकिन्छ। यो गर्नाले हजुरको इन्जिनको आयु, गाडीको इन्जिनको आयु बढ्नेछ, इन्जिन पावर बढ्नेछ, इन्जिनको आयु बढ्नेछ, इन्जिन सुरक्षित रहन्छ। जुन इन्जिनभित्रको पार्ट्सहरूलाई सुरक्षित राख्ने काम गर्छ, जुन कार्बन रहित इन्जिन हुन्छ। साथसाथै इन्जिन भाइब्रेसन हटाउँछ, इन्जिनको बढेको साउन्ड हटाइदिन्छ, स्मुथ साउन्डमा चेन्ज ल्याउँछ। साथसाथै पिकअप बढ्ने, माइलेज बढ्ने पनि हुन्छ। हिटिङको समस्या आउन दिँदैन। इत्यादि प्रब्लमबाट सल्भ गरिदिन्छ यसले। यो प्रविधिबाट कार्बन डिटक्स गराउँदाखेरि यो कुनै फेक प्रविधि होइन, यो जेन्युन प्रविधि हो। यसको काम गरिरहेका छौँ। अब यसको रिजल्ट कस्तो आउँछ, के आउँछ, कस्तो चेन्ज हुन्छ, हामी यो अहिले अर्को भिडियोमा हामी देखाउनेछौँ। हेर्न सक्नुहुनेछ इटरी कार्बन क्लिन सेन्टरमा। यसको बारेमा हजुरहरूको गाडीमा पनि कार्बन क्लिन गर्नु परेमा रिसर्च गर्नुहोस्, बुझ्नुहोस् र भिजिट गर्नुहोस्। एकचोटि कार्बन क्लिन गराउनुहोस्, अनि मात्रै यसको महत्त्व थाहा पाउनुहुन्छ यहाँहरू सबैले। यो कार्बन क्लिन भनेको के हो, कार्बन क्लिन के को लागि गरिन्छ भन्ने खालको कुरोमा चाहिँ हजुरहरूको गाडीमा एकचोटि गरिसकेपछि मात्रै अनुभव आफैले लिने हो। त्योभन्दा अगाडि थाहा हुँदैन। हाम्रो रवि सरको गाडी हो, उहाँ झुम्कादेखि आउनुभएको छ। उहाँको मेडिकलमा हामी गइरहन्थ्यौँ। हाम्रो कार्बन क्लिनमा आज सर आइपुग्नु भएको छ, खुसी लाग्यो। यसको बारेमा के चेन्ज आउँछ उहाँले बताइदिनुहुन्छ। अर्को भिडियो हामी हेर्नेछौँ। हस् त, धन्यवाद।